नमस्ते साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो। म चाहिँ तपाईहरुको प्यारी प्यारी प्रिन्सेस रेजिना आज चाहिँ नयाँ भ्लग लिएर आइसकेको छु। अनि टाइटलबाटै थाहा पाइसक्नुभयो होला आजको भ्लग चाहिँ के हो भनेर। आज चाहिँ म चाहिँ बिहामा जानु आँटेको अनि मम्मी बाबा चाहिँ सबै गइसक्नुभयो। अहिले चाहिँ 12:30 बजिसकेको छ। जन्टीहरु पनि सबै आइसक्यो। आजको भ्लग चाहिँ बिहेको भ्लग हुनेवाला छ। सो मेरो च्यानलमा बिहेको भ्लग आजसम्म कसैको पनि छैन। मेरो च्यानलमा चाहिँ बिहेको भ्लग छँदै छैन साथीहरु। थाहा पाइसक्नु भएको होला म चाहिँ मगर ड्रेस लगाएर रेडी भइसकेको छु। अनि एउटा चाहिँ ट्विस्ट चाहिँ के भयो भन्दा आज चाहिँ बिहे भयो, भोलि चाहिँ मगर दिवस हो। सो दुईवटा भिडियो एकैचोटि जोडेर पनि राख्न सक्छु, तर म छुट्टा छुट्टै राख्छु होला सकेसम्म। यदि स्पेस भयो भने चाहिँ छुट्टा छुट्टै राख्छु, स्पेस भएन भने चाहिँ म कम्बाइन गरेर राख्छु होला। डिफ्रेन्ट कन्टेन्ट त अब मैले देखाउनै पर्यो नि त। सो म मान्छे एउटै भए पनि कन्टेन्ट चाहिँ फरक फरक हुन्छ। त्यही भएर जुन भिडियो हाल्दा पनि हेर्दिनु होला, लास्टसम्म हेर्दिनु होला। अब म यहाँबाट जानु आँटेको साथीहरु, मेरो मम्मीहरु गइसक्नु भयो अनि म चाहिँ एकदमै मोटी देखेको छु यो ड्रेसमा। अनि कसको बिहे हो भन्दा मेरो फुपूको छोरीको, आफ्नै फुपू त हैन तर रिलेटिभ्सहरु, मम्मीको बहिनी दाजु को हो थाहा भएन। यस्तो कुरामा चाहिँ मलाई अलिकति नलेज छैन साथीहरु। त्यही हो, म चाहिँ अब मम्मीहरुको थ्रु जानु आँटेको। अनि मलाई चाहिँ एकदमै पञ्चे बाजाहरु सुन्यो भने चाहिँ नाचुम हुन्छ। म नाच्न पनि सक्छु साथीहरु, तर म आज धेरै त्यस्तो भ्लग त गराउँदिन। यो बिहेको भ्लग चाहिँ छोटो मिठो हुन्छ, तर मगर दिवसको भिडियो चाहिँ धमाका हुन्छ। त्यही भएर यो भिडियो पछि मगर दिवसको भ्लग आउँछ। त्यही भएर मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। मेरो आउटफिट हेलो, यहाँ चाहिँ मेरो बाबा बस्नुभएको छ। अनि यो चाहिँ हाम्रो पसल है साथीहरु। तपाईहरु हाम्रो पेन्सन क्याम्पमा आउनुभयो भने यता मासु लिन आउनु होला। नमस्ते सबैजनालाई, म चाहिँ रेजिनाको ड्याडी हो। र मैले हाल अहिले यहाँ पोकसोक र कुखुराको पसल गरिराखेको छु होइन। मनपर्छ भने आउनु होला, एकचोटि भिजिट गर्नु होला। थ्याङ्क यू साथीहरु। बाबाले मेरो जुत्ता खिच्दै भन्नुभएको छ। बाबाको जुत्ता हेर्नु रे। ल यो चाहिँ टिभीएलको साथीहरु। ल हामी चाहिँ बिहा स्पटमा आइसक्यौँ अनि मलाई एकदमै डर लागिसक्यो। म एक्लै छु, बाबासँग आएको। नमस्ते अङ्कल। ल हामी चाहिँ बिहा भएको ठाउँमा आइपुग्यौँ है साथीहरु। यहाँ कसैलाई पनि चिन्दैन। म चाहिँ अब भिडियो गराउँछु। त्यहाँ मामाहरु हुनुहुँदो रहेछ। नमस्ते सबैजनालाई, नमस्ते नमस्ते। ल मेरो भ्लगमा नि हाई भनिदिनु मामा। भोलि हाम्रो मगर दिवस हुन्छ कि हुँदैन? अङ्कल नमस्ते। ल मेरो भ्लगमा नि हाई भनिदिनु। ए ल हुन्छ ल। यता साथीहरु देख्न सक्नुहुन्छ, यता चाहिँ हाम्रो पुरै जन्ती टोली हुन सक्छ। यही चाहिँ सबै लाइन लाग्छ। हामीले सबैले जान्ने हो। यहाँबाट सागरी मिल्छ होला। नमस्ते अङ्कल। नजिकको जाने होला कि त्यहाँ होला भन्छ नि। जति साथीहरु अब चाहिँ हामीहरु भित्र जान लाग्यो। साथीहरु म चाहिँ अहिले चाहिँ बिहामा आइसके। अनि मम्मीहरु चाहिँ भित्र हुनुहुन्छ अरे। अनि म चाहिँ अब भित्रतिर जान्छु। साथीहरु म यहाँ छु। फुपू फुपू नमस्ते। फुपू बजाई सबैलाई नमस्ते। नमस्ते बजाई। यहाँबाट चाहिँ पुरै देखिने रहेछ है साथीहरु। ल म हजुरहरुलाई सबै देखाउँछु अब।
कहाँबाट खिचौँ हेर्नु साथीहरूसँग मैले चाहिँ हजुरहरूलाई सबै देखाइदिँदैछु सबै रिवाजहरू हेर्नु होला यहाँ चाहिँ मेरो मम्मी बाबा हुनुहुन्छ यता त हाम्रो अपेक्षा साथी पनि आउनुभएको रहेछ यहाँबाट हेर्नु होला टिका चालु गरेको साथीहरू यता हेर्नु न दर्शकबिनहरूलाई यताबाट यहाँ टिका टालो गरेको हेर्दै हुनुहुन्छ साथीहरू सिङ्गापुरे लाउरे है हाम्रो पिताजी अनि यता उहाँको उसहरू यतातिर हेर्न सक्नुहुन्छ बेहुलापट्टिको हो कि बेहुलीपट्टिको पो थाहा भएन यता हाम्रो पोकी भाइ पनि रहेछन् यहाँ चाहिँ अहिले चाहिँ हाम्रो बेहुली दिदीको मम्मी अथवा मेरो फुपूले चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ साथीहरू तल गएर खिच्नु पाएन त्यसको लागि मलाई माफ गरिदिनु होला मैले यहीँबाट खिचिरहेको छु जतिसम्म हुन्छ जुम गरेर खिचिरहेको छु मगरहरूको विवाह हेर्नुहोस् बिहे हेर्नुहोस् यता चाहिँ हाम्रो गर्नु त पारिबाट हाम्रो अङ्कलले हेर्दै हुनुहुन्छ भित्र बेहुला बेहुली भएको ठाउँतिर जान्छ साथीहरू मेरो बाजेलाई हेर्नु अनि बाजेहरूले खाँदै हुनुहुन्छ एकदमै धेरै माहौल एकदमै धेरै प्याक छ है साथीहरू मेरो स्ट्यान्ड हराएको थियो नि त अनि मेरो मम्मीले मलाई भोलिपल्टै स्ट्यान्ड किनिदिनु भएको थियो धेरै धेरै धन्यवाद सरी यो ऐना एकदमै फोहोर छ अनि मैले स्ट्यान्ड सँगसँगै कभर पनि पाएँ एकदमै राम्रो छ ऐनाको लागि सरी मैले जस्ट यति भन्न आएको कि मैले स्ट्यान्ड पाएँ मेरो मम्मीले किनिदिनु भयो अर्को त हरायो माइजु साथीहरू उता तल कति धेरै प्याक छ अनि त्यही भएर हाम्रो माइजू र बजाइ चाहिँ यता आएर खाइसक्नु भएको छ अब हामी जाँदै हामी चाहिँ अब यहाँबाट छिरेर जानुपर्ने हुन्छ साथीहरू यता बाजे हाई गर्नु हाई Happy married life. Happy married life. यहाँ चाहिँ हाम्रो बाजेहरू सबै बस्नु भएको छ बाजेहरू सबै छ नि ल नानी हेलो 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 नमस्ते सबैजनालाई नमस्ते नमस्ते आयो भन्नु मेरो ब्लगमा हामी लेखनदास पैसा धेरै उठेको छ कहाँ जानुभयो मम्मीहरू साथीहरू यता चाहिँ यतानिर चाहिँ खानपिन हुँदैछ अनि यहाँनिर देख्न सक्नुहुन्छ आशिका गोविन्द कहाँ जानुभयो मम्मीहरू त्यहाँ जानुभयो साथीहरू बल्ल हामी यहाँ छिट्यौँ यति धेरै मान्छेहरू हुनुहुन्छ कि पुसाई नमस्ते हेलो दिदी छ दिदी यता हाम्रो पुसाईको छुट्टै बार चलिरहेको छ हाम्रो माइजू मम्मीहरूको टोली हुनुहुन्छ युट्युब
हाई गर्नु ल सबैजनाले हाई 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 साथीहरू यहाँ राते हाम्रो राते यहाँ बिहामा आउनुभएको छ रातेजी माइजूले रातेलाई बोलाएको राते चाहिँ एकदमै ठ्याक्कै येल्लो येल्लो माइजू रातो पनि राते पनि पहेँलो हजुर पनि पहेँलो मिले सक्नुहुन्छ रमाइलो रमाइलो माहौल यता चाहिँ हाम्रो खगी फुपू पनि हुनुहुन्छ रहेछ साथीहरू नमस्ते हाई भन्नु हाम्रो सबै अझै आन्टीहरू सबै यता आउनुभएको छ ल अब साथीहरू अहिले गर्छु है म भ्लग खाना लिएर आएको अनि खानामा के छ भन्दा रोस्ट दाल दाल के ग्रेभी अनि ब्राउन त्यसपछि मासुको ग्रेभी पुलाउ पनिर के छ हेर्नु साथीहरू माथि लिएर आएको किनकि तल प्याक थियो हेलो मुक्बाङ भन्नु कमेन्ट गर्छ मुक्बाङको साथीहरू यता हाम्रो बेबीना बहिनी पनि आइसक्यो रन सर्ट हानेको क्या माइकमा यहाँ माथिबाट यसो रन सर्ट तर हेर्नु न क्लियर आएको साथीहरू अहिले चाहिँ हामीहरू यहाँ बाजा तालतिर आएको पन्चे बाजा अब एकछिनमा म पनि नाच्न जान्छु भ्लगमा पनि आइ भन्नु ल हेलो ल आइ भन्नु साथीहरू यता चाहिँ फोटोसुट हुँदैछ मेरो फुपूको
पहिला यताबाट ल खाली भयो केही भएन नि त भर्न पर्दैन मेरो बाबाहरूले अङ्कलहरूले चाहिँ यहाँ खाएर बस्नु भएको छ खाली भएर साथीहरू Madam Sangeeta Pun. This one, Princess Regina Pun. Okay. Today I am going to cooking biryani. Okay, guys. हेलो साथीहरू आज चाहिँ मेरो बाबाले चाहिँ यहाँ बिरयानी गराउँदै हुनुहुन्छ बिहान बिहान होइन अनि त्यही भएर मैले चाहिँ थोरै खिचिदिन्छु मेरो बाबाले कस्तो गराउनु हुँदो रहेछ भनेर ड्याडी चाहिँ फर्स्ट टाइम हो म पनि एक्साइटेड छु ड्याडीको बिरयानी खानको लागि साथीहरू बाबाको बिरयानी रे खै मासु त्यहीभित्र हुन्छ नि मासु त बाहिर कहाँ हुन्छ र यार अर्ग्यानिक खाना खानुहुन्छ हजुरले ल हेर्नुहोस् यहाँ आज मेरो अर्ग्यानिक खानालाई ल आज चाहिँ मेरो अर्ग्यानिक होइन यो चाहिँ फेमस खाना बिरयानी हुँदैछ ल घन्टाऱ्याङ बिरयानी हुँदैछ ल घन्टाऱ्याङ अब यहाँ म त यस्तो कहाँ भनेर बनाउँछु यो भनेको सरप्राइज हो क्या हाम्रो चाहिँ आज बाबाले फर्स्ट टाइम बिरयानी बनाउनु यो पर्छ मेरो हो यार यो मलाई नहाल्नु म अहिले खान्छु तपाईँहरूले यो खानु मेरो लेग पिस हो क्या है चाहिँ मम्मीको भाग हो होइन यो मम्मीको भाग हो यो चाहिँ हाम्रो प्रिन्सेसको भाग है ल यहाँ चाहिँ यहाँ चाहिँ बिरयानी भयो साथीहरू अनि यता चाहिँ बाबाले अर्को एक्स्ट्रा खाना पनि बनाउनु भएको छ हेल्दी साग र आलु अनि यतानिर चाहिँ के अरे चटनी छ चटपट भन्न लाग्यो म त ए तरुल र खाना त स्पेसल बनाउँछु मेरो खाना सबले गाउँले संसारले मन पराउँछ पराएन भने मैले खानै बनाउँछु अब चाहिँ मम्मी र बाबाले खानुहुन्छ चम्चाले अरू खाने ल मेरो भिडियो त किन ब्लू आएर चम्चाले खानु पर्यो नि ल चेस्नी गरेन हौ ठिक छ नुन जुन के ठिक छ मनपर्छ हजुरलाई यो बिरयानी वेलकम ब्याक टु माई न्यू भिडियो म चाहिँ तपाईँहरूको प्यारी प्यारी प्रिन्सेस रेजिना खानामा चाहिँ मेरो चाहिँ बिरयानी भयो अनि तरुल अनि साग चटनी गाजर कागती छ नयाँ भिडियो लिएर आएको छु त्यो पनि हो मुकबाङ फेरि पनि मुकबाङ भिडियो लिएर आइसकेको छु सो यो आजको भिडियो चाहिँ एकदमै झ्यापझुप भइहाल्यो अनि म चाहिँ भर्खरै नुहाएर आएको अनि केही गाजल साजल पनि लगाएको छैन त्यही भएर म हल्का आज फिका फिका देखेको छु होला तर मेरो भ्युअर्सहरूले मलाई यस्तै नै माया गर्नुहुन्छ भन्ने आशा छ मैले चाहिँ खासमा चाहिँ मेमोरीको लागि मात्र भिडियोहरू बनाउँछु कि पछि गएर हेर्नुहुन्छ नि त मन परेन खै अब धेरै भयो नि त बिरयानी नखाएको विदेशमा त खुब बढी एक हप्ता मिलाएर खाइन्थ्यो नि त अहिले त्यस हट्यो क्या त्यो बाबाले चाहिँ आफ्नो पकाएको बिरयानीमा चाहिँ 10 मा 6 दिनुभयो सो मैले चाहिँ हजुरलाई कति दिन्छु भन्दा मिठै छ यता आउनु न किन त्यही आउँछ सो म चाहिँ हजुरलाई 7.5 दिन्छु मबाट मेरो यदि तैँले पकाएको भए मैले 9.5 दिन्थेँ मैले म त मिठो पकाउँछु होइन मिठो छ किन मिठो भएन त नि अनि होइन मिठै छ 7.5 भनेको पनि त राम्रै हो के 8 जस्तै त हो नि 10 मा हजुरले 8 पाउनु भयो क्या ए परस आयो ए आयो हस् त्यही हो नि भइहाल्यो बी गुड लक नेक्स्ट टाइम आउने दिनहरुमा नयाँ नयाँ कन्टेन्टको भिडियोहरू हेर्नु छ भने मेरो च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब गर्नु होला आजको भिडियो यति नै थियो बाइ बाइ गाइस सपोर्ट गर्दै गर्नु होला आजको मुकबाङ भिडियो चाहिँ